अहिले चाहिँ हामी फेरि आमालाई पाटन हस्पिटल लिएर गयौँ। यहाँ अब देखाउनु पर्ने छ इमर्जेन्सीमा। अनि फेरि आमालाई एमआरआई गर्ने कुरो छ। अनि एमआरआई गर्न चाहिँ हामीले अर्कै हस्पिटलमा लानुपर्ने भयो। अब कहाँतिर पठाइदिनुहुन्छ यहाँ डक्टरहरूले, अब त्यही अनुसार चाहिँ हामी जान्छौँ अनि आमाको एमआरआई गर्छौँ। अनि त्यो पछि बल्ल अनि मात्र रिपोर्ट आउँछ होला सायद। अब भिडियो एक्सरे गरेर के गरेर त केही नदेखिने भयो के समस्या हो भन्ने कुरा नै आमाको पत्ता लागेन। त्यही भएर चाहिँ एमआरआई नगरी नहुने भयो। अब एमआरआई गर्न चाहिँ हामी जानुपर्ने हुन्छ आमाको लागि। हेर्नु न साथीहरू, यहाँ एमआरआई गर्ने पनि मेसिन यत्रो हस्पिटलमा पुरै मेसिनै बिग्रेको रहेछ के। 15 दिन लाग्छ अरे। अनि 15 दिनसम्म कुरेर बस्ने कन्डिसनै छैन। हाम्रो आमालाई एकदम सिरियसै छ। अब त्यो के हो के अनि हामी जसरी भए पनि अब बाहिरै गर्ने भनेर हामी यहाँ सरसल्लाह गर्दैछौँ। अब एकछिन पछि चाहिँ हामी सायद जान्छौँ होला। हामी चाहिँ अब यतै हामी प्राइभेट मेडिकलमै हामी एमआरआई गर्न आयौँ। यहाँ एकदम लाइन कुरेकै छौँ। हाम्रो चाहिँ पालो 4 बजे भनेको छ। अब हेरौँ कति बजे आउँछ पालो। यहाँ कुरेर बसिरहेको छौँ हामी आमासँग। बल्ल घर आइपुग्यो बेलुका साथीहरू। दिनभरि आमाको एमआरआईको पालो कुर्दा बल्ल पालो आयो 4 बजे भनेको तपाईँको लगभग 5 बजिसकेको थियो होला। 5 बजे एमआरआई चाहिँ गरेर आमालाई अनि आज चाहिँ घर लानु भनेर घर पठाउनु भयो। अब भोलि त्यो सबै रिपोर्टहरू हेर्नुहुन्छ होला। खै अपरेसनै गर्नुपर्छ भन्ने कन्डिसन छ जस्तो भने अब के हुन्छ हेरौँ। उहाँ घर दिनभरि कुर्नु पऱ्यो कि एकदम मान्छे धेरै हुँदो रहेछ। त्यही भएर बल्ल काम सकियो अनि अहिले चाहिँ घर आयौँ हामी। अहिले औषधिले चाहिँ हामीलाई दुखाइ कम गर्ने औषधि दिएको छ। अनि अहिलेको कन्डिसन चाहिँ ठिकै नै छ। अब एमआरआईको रिपोर्ट सबै हेरिसकेपछि चाहिँ अपरेसन चाहिँ कहिले हुन्छ अनि के को अपरेसन हो भन्ने कुरा चाहिँ थाहा हुन्छ साथीहरू। आमा चाहिँ यहाँ सुतिरहनु भएको छ। पुरा एमआरआईको मेसिनले कतिजनाले त डराएर कस्तो भएर कति गाह्रो भयो भनेर भनिरहेको थियो। तर हाम्रो आमालाई त केही पनि भएन बिचरा। अहिले चाहिँ सुतिरहनु भएको छ। त्यत्रो मेसिनभित्र पस्दा कस्तो आवाज आउँदो रहेछ, कस्तो कराउँदो रहेछ है। सुनेको होइन होला। त्यो हिजो दिनभरि बस्दा पछाडि दुखेको के। यो जुस हेर्नु न साथीहरू। यो के अरे, यो प्याकेटको होइन क्या, यो रिलिफ पेलेको जुस। आज त फुलेर यस्तो बम जस्तै भइसक्यो त पड्किन्छ कि। अचम्म। अहिले चाहिँ दुखेको छ कि छैन? त्यति धेरै दुखेको छैन होइन। अहिले चाहिँ औषधिले आमालाई अलिकति कम भइरहेछ दुखाइ। राति धेर दुख्छ, दिउँसोमा दुख्दैन। पानी खानु टन्न पानी, रातभरि पिसाब गरेर टोइलेट गएकै दिउँसो चाहिँ अनि फेरि पिसाबै आउँदैन। के भएको त्यस्तो। यो त के गरी यो फुलेको होला कि यो जुस। ल यस्तो ग्यास हुन्छ कि क्या हो कि यसमा पनि। ल जुस, नेचुरल जुस।